साला साला 빵 빵 빵 यसो अब आज यस्तो दामी ग्राउन्ड स्पाइड आएको छ यहाँ हेर्नु त सही पहिला ग्राउन्ड स्पाइड आएको छ एउटा भिडियो बनाउनु पर्यो भाउजूलाई खै कति भन्नु के भाउजू म सधैँ बिगार गर्छु नगरौँ क्या यहाँ हेर न यस्तो राम्रो एसी नै नचाहिने खालको प्यान्ट यो प्यान्ट चाहिँ गर्मीमा नपासिने खालको के हावा पनि छिटो चाहिँ दामीवाला आएको छ ल तिमीले भनेपछि यो प्यान्ट बिग्छ क्या यस्तो दामीवाला प्यान्ट भिडियो बनाउनु पर्यो त कोलाएर भिडियो बनाउँदाखेरि भाउजू यो कपडा चाहिँ कस्तो हुन्छ क्या मलाई हेर्नुदेखि ज्वरो आएको छ तिमीलाई चाहिँ मेरो भिडियोमा जहिले ज्वरो आउँछ के आउँछ ल छिटो होइन के भाउजू यस्तो यो कपडाको भिडियो बनाउनु थाल्यो भने म सानै बेला यस्तो लुगा लाउनु नपाएको सानै बेला यस्तो लुगा लाउनु नपाएको एकदम आवेश आउँछ क्या म भोलि गर्नु भाउजू नगरौँ के एउटा भिडियो चाहिँ खालि भाग्ने होइन अघि भाउजू नि काम नलाग्ने आवेशमा आउँछु नि त भाउजू म आवेशमा नआएर आज तिमीलाई मन्त्र पुग्ने बेलामा चाहिँ लुगा नच्यात्ने खालको मन्त्र पुग्नु पर्यो क्या म होइन क्या ल अनि आवेशमा आएर लखडा पुडु पार्छ क्या मलाई नर्मल खालको आज तिमीलाई बिगार्छ भनेर मैले यहाँ दुईजना स्ट्यान्ड बाई राखेको छु ल केही पनि गर्न पाउँदैन मुडमा अलिकति फेरि आयो भने फेरि भावनामा भग्यो भने आउँदैन क्या तिमीले त्यस्तो गर्दैन मलाई थाहा छ अहिले त नयाँ यस्तो यो त फेरि महँगो छ नि यो प्यान्ट नबिगार नि कहिले भन्दैछ 4000 पर्छ हो है त्यसमा त नगरौँ के प्लिज एउटा गरौँ नगरौँ यो एड नगरौँ के भाउजू यो फेरि नगरौँ के मैले भने यस्तो गर छिटो ढिला भइसक्यो घर जान ल एउटा तिमीले गरेपछि टक्क लाएर आज जानुपर्छ ल आज लास्ट ल टक्क लाएर यस्तो दामी आएछ गरौँ मैले नरिसाउनु नि फेरि है मैले आवेश आएछु है तिनटै गर्नुपर्ने हो ल दामी होला है हेलो साथी हो गाइस आज चाहिँ खत्रै हाम्रो भाउजूको पसलमा खत्रै बबालै प्यान्ट ग्रन्ज प्यान्ट आएको छ बबालै हुनेवाला छ अब भाउजूलाई नगरौँ भन्दा नि के अरे नहुने होइन तर राम्रो गर्छु भाउजू यो आज चाहिँ बबालै खत्रै प्यान्ट छ होइन यो एयर कन्डिसनवाला ग्रन्ज प्यान्ट आएको छ भाउजूलाई फाल्नु चाहिँ आएको छ खत्रै आएको छ एकचोटि लाएर देखाउँ साथीहरू हेर्नुहोस् ल तपाईँलाई म ठिक छ म आज तपाईँलाई म लाएर देखाउँछु ल लाएरै देखाउँछु लाएरै साथीहरूलाई बाबाले खत्रै प्यान्ट ग्रन्ज प्यान्ट ग्रन्ज प्यान्ट बाबाले आएको छ ल साथी हो आज नि नगर भन्दै अनि कहाँबाट छिराएको त खुट्टा त्यहाँबाट छिराउने हो यो पाल रहेछ नि त अनि ग्रन्ज भनेको चाहिँ के हो त अनि पाल हुँदैन यो सबैतिर पाल त हुन्छ नि झन् नगर भनेको होइन पालै पाल रहेछ त भाउजू अनि जहिले बिगार्ने कति 4000 पर्छ होइन अब पैसा तिर्ने होला होइन म तिर्छु भन्ने होला होइन अब बिगारेपछि यही भाग्ने होइन है अब के गर्ने यो अब मलाई कस्तो गुवा आयो क्या जहिले गुवाउँछ यहाँ बस्दा यो के गर्ने भन यसलाई अब होइन म तिर्दिउँला नि त यस्तो राम्रो 4000 पर्छ भनेर यस्तो दामी प्यान्ट मैले देखाइरहेको थिएँ अब यो पालबाट छिराएपछि यो ट्राई गर्छु यो त पर्दैन यो ट्राई गरिदिन्छु त एकचोटि साथी हो एकचोटि फेरि यो छोडिदिनु यो पर्दैन अब त सुन नि दिन तिमीलाई त भनेको झन् चाहिँ नगर भनिरहेको छ यस्तो राम्रो प्यान्ट अब 4000 को प्यान्ट च्यात्दै है फेरि मैले एनिसलाई त सकेन ल च्यात्दै खालि
किन कहाँ कहाँ मैले होइन के अरे गुवा आयो भने क्या सधैँ आउनु भएको छ च्यात्नु भएको छ यार होइन, यो- तपाईँले जानु च्यात्यो भने त यो पाइँदैन मैले जान्छु च्याते हो त त्यो खुट्टा त्यो पाल्न पऱ्यो क्या तपाईँले जान च्यात्यो भने त यो हो र भाउजू सरी नि त सरी नि त भाउजू अर्कोचोटि चाहिँ म गर्दिनँ होला कसम अर्कोचोटि चाहिँ म गर्दिनँ ल छोडिदिनु नि त आज अर्कोचोटि चाहिँ गर्दिनँ नि त यो खुट्टा हाल्छु भनेको त्यो पाल्न परेछ क्या अनि हेरेर हाल्नुपर्ने खुट्टा चाहिँ कहाँ अनि ग्रन्थबाट हाल्ने हो त खुट्टा चाहिँ खुट्टा हाल्ने पाल त यहाँ हुन्छ यहाँ मुनि हुन्छ यहाँबाट हाल्ने खुट्टा यो त हेर्छु हेर्छु एकचोटि हेर्छु म त त्यो होइन पर्दैन छोड बनाउँछु नि त त्यो पर्दैन अब उयोलाई छोड छोड अब खोइ। तिमीले भिडियो नि बनाउनु पर्दैन मेरो तिमी त खालि यस्तै गर्ने अनि म बोलाउँदिनँ भएन नानी म अब रोएर जित्यो होला अब फेरि अनि बोलाउँदिनँ भन्नु आएको थियो त नि खालि बोलाउँदिनँ भन्दा बोलाउनु लाउँछ लास्टमा त्यो खुट्टामा पाला परेको थियो क्या अबदेखि अर्कोचोटि बनाउला आउँला